प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की नयाँ बानेश्वरमा शिक्षक र प्रहरी बीचको झडपमा समाचार सङ्कलन गर्ने क्रममा प्रहरीले हानेको पानीको फोहराले घाइते भएकी छिन्। उनको आँखाको भिजन एकदमै कम रहेको चिकित्सकले बताएका छन्। पूर्व शिक्षा मन्त्री विद्या भट्टराईले टेम्पोमा यात्रा गरेको फोटो अहिले भाइरल भएको छ। शिक्षक आन्दोलनका कारण राजीनामा दिएपछि फेरि उनी आफ्नो सामान्य जीवनमा फर्किएकी हुन्। गगन थापाले वैशाख 11 गते अदालतको कार्यशैलीमाथि प्रश्न उठाएको अभिव्यक्ति दिएकोले उनी विरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट दर्ता भएको छ। आइतबार नयाँ बानेश्वरमा भएको प्रहरी र आन्दोलनरत शिक्षकहरूको बीच भएको झडपमा 63 जना शिक्षक र विद्यालय कर्मचारी घाइते भएका छन्। सप्तरीको कञ्चनरूप नगरपालिका 10 मा पूर्व पश्चिम राजमार्गमा विराटनगर जाँदै गरेको यात्रुवाहक बस आफै अनियन्त्रित भई दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको र 22 जना घाइते भएको कुरा जी प्रकाश सप्तरीले जनाएको छ। क्यानाडाको भ्यान्कुभरमा भएको एक घटनामा एक कारले मानिसहरूको भिडलाई ठक्कर दिँदा 9 जनाको ज्यान गएको छ। प्रहरीले उक्त कार चलाउने 30 वर्षीय ड्राइभरलाई पक्राउ गरेको छ। आइतबार ताप्लेजुङको फुङलिङ नगरपालिका 10 मा हावाहुरीले 3 घरको छाना उडाएको छ भने ढलेका पोलहरू र ढलेका रुखहरूका कारण विद्युत आपूर्ति बन्द भएको छ। प्रधानमन्त्री ओलीले पूर्व अर्थमन्त्री वर्षमान पुनलाई संकेत गर्दै वर्षमान पुनले ल्याएको बजेटका कारण देशको अर्थतन्त्र तहस नहस भएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा रविन्द्र मिश्रलाई प्रहरीले थुनुवाको पोसाकमा हतकडी लगाएर अदालत लैजाँदा दुर्व्यवहार गरेको कुरा सोशल मिडियामा व्याप्त भएको छ। नेपाल विद्युत प्राधिकरणले लोड सेडिङको हल्लामा विश्वास नगर्न र सामाजिक सञ्जालमा आएका हल्लाहरूमा ध्यान नदिन आग्रह गरेको छ। प्राधिकरणले हाल लोड सेडिङ नभएको र आगामी दिनमा पनि नहुने कुरा स्पष्ट पारेको छ। कैलालीमा एक थुनुवा महिला हतकडी सहित फरार भएकी छन्। मानव बेचबिखन मुद्दामा परेकी 50 वर्षीय मीना शाही दमाई धनगढी स्थित सरकारी वकिल कार्यालयबाट फरार भएकी हुन्। इरानको मुख्य व्यापारिक बन्दरगाहमा भएको ठूलो विस्फोटमा 18 जनाको मृत्यु र 800 जना घाइते भएको र आगो अझै नियन्त्रण बाहिर रहेको सरकारी सञ्चार माध्यमले जनाएको छ। ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने अमेरिकी राष्ट्रपति ट्रम्पको चाहनाका कारण अमेरिका र डेनमार्क बीच तनाव बढेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले सुरक्षाको कारण देखाउँदै ग्रिनल्यान्डलाई वाशिङटनको नियन्त्रणमा ल्याउन चाहेका छन्। काठमाडौँको कपनबाट सहकारी ठगीको अभियोगमा पक्राउ परेकी कांग्रेस सांसद माया राईलाई अदालतले 3 दिन हिरासतमा राख्न अनुमति दिएको छ। दर्शकवृन्द, आजका प्रमुख समाचारका अपडेटहरू सारांशमा यति नै। नयाँ र ताजा खबरका अपडेटहरू लिएर यहाँ समक्ष फेरि प्रस्तुत हुने नै छौं। हाम्रो समाचार बुलेटिन कस्तो लाग्यो कृपया आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा लेख्न नबिर्सनुहोला। धन्यवाद।